हेलो नमस्ते गाइस सबैजनालाई होइन स्वागत छ हाम्रो एउटा नयाँ फर्स्ट टाइम है फर्स्ट टाइमको एउटा यो चाहिँ फर्स्ट टाइमको हाम्रो मुकबाङ भिडियोमा चाहिँ होइन अलिकति बबाले चाहिँ सेटअपहरू बबाले गरिदिएको छ हाम्रो चाहिँ होइन टक्कै स्पेसल मान्छे छ है दोस्त त्यही भएर हामी चाहिँ अब धेरै यता नखरिकन सिधै खाइदिउँ होला है अब हामी सिधै सुरु गर्छौँ है गाइस भोक लागिरहेको छैन कोक हाल्नु पऱ्यो गाइस कोक हालौँ त्यहीँबाट हाल्यो दोस्त के हुन ओहो दोस्त यार आज त खतरा हुने भयो त यार ससेज चाहिँ कति धेरै हो भने पास कति खान्छौ दोस्तको भयो 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 ओए धन्यवाद दोस्त ल गिलास ठुलो भयो गिलास ठुलो भयो ठिक छ ओके केबाट सुरुवात गर्ने यार दोस्त अब हाँसी लिगौँ ल गाइस हाँसी भन्दा नि सुरुमा चाहिँ यो ससेज चाख्नु पर्यो दोस्त पहिला चाहिन्छ चियर्स गरौँ दोस्त ल ल गाइस हामी चाहिँ अब हान्थ्यो क्या गाइस दोस्त ससेज लिगौँ ससेज चाख भोला लास्ट मिला बबाल छ ससेज ल 14 रुपियाँमा दोस्त अब यता राख्ने हजुर टिस्यु तिमीलाई गाह्रो भयो भने अगाडि डाइरेक्ट गरिदिनुहोस् यो न त एउटा यो के छेउमा राखिदिने हुन्छ अब होइन ठिकै गाइस म फेरि लेफ्टी गरेँ कि होइन ल है त एक बाइटमै पिरो दोस्त एक बाइटमै पिरो भयो मलाई त लास्टै पिरो स्ट्रबेरी खाउनु पिरो भयो अर्को पिरो भयो भने पिरो है पिरो त यो सँगसँगै खाइदिउँ क्या हो बेरेर हाल्नु सन्त सर्छ होला है सन्त सर्छ नि गए के छ दोस्त ओइसी हो गाइस दुइटा खानु पऱ्यो क्या पाँच छवटा करी दुईजनाले सकिन्छ कि नै है त पिरो भयो पिरो मिठो छ ससेज आधेको छ त है बाबा हाम्रो चाहिँ फर्स्ट भिडियो है फर्स्ट भिडियो गाइस एकदम माया गरिदिनु होला कमेन्ट पनि खतरा गरिदिनु है अलि यो भयो त्यो भने टाइपको होइन सिधै जाने हो नि त भिडियोबाट यो भए चाहिँ अलिक राम्रो हुन्थ्यो भन्दैन लास्ट भोक लाग्थ्यो मलाई त चौचौ मात्रै खानु मन लाग्यो झम्म अलिक कालो भएछ मिठो एउटै यसोमा हानिदिने हो क्या हो सही हुन्छ राखेर बेरेर
ओए ल है त साँच्चै हो अचादैन नि वाह बब्बा भयो तिमी ट्राई गर त दोषकै म कपी गर्छु है त ओए यो हाफ बोइल अन्डा फेरि लास्ट मिट हुन्छ कि यो रातो रातो भागहरू छ नि लास्ट मिट हुन्छ ओए धेरै त भयो नि दोष ठिक त यो चाहिँ रोज मिठो हुन्छ चाहिँ बाबा हातले हाल्नु छ हातले हाल्नु हातले हान्दिनु भोक लाग्छ अरे बिस्तारै अगाउँदै गयो कति धेरै बनाए दुईजनाले नभ्याउनेसम्म बनाएको कि पुरै लास्ट चाहिँ भोक लाग्यो लास्ट भोक लाग्यो नि यार अस्तिलाई केही खाइएन नि त बिहानदेखि तर पनि सधन हो र दोष हामीले दुइटा खाँदै जाऊँ अब जसरी भ्याउनुपर्छ है भ्याउनुपर्छ बनाएर अलिकति एकदिन राखेर होला है कस्तो घोल्नै पर्ने भयो क्या सेटअप आज पहिलो मुखबाङ भएर हल्का हल्का मिलाउन झ्याउ भयो नि त यताउति टाइम लाग्यो नि त तर लोत मिठो भएको दोष टाटे भने भोक पनि लाग्छ नि त मेरो त खाने पाएर फेरि डेन्जर हुन्छ नि मेरो ससिने आउँदै थियो ससिएको लोत खाएको आउँदै हो अहिलेको जस्तै कम्बो हाल्नु पऱ्यो यसमा होइन फेरि वान बाइट एकैचोटि सर्छ कहाँ सक्नु एकैचोटि त सक्दिनँ यार अलिक धेरै भयो क्या त झ्याम्मै समात्यो क्या उनीहरूले स्वर्ग हेर्नु गाइस स्वर्ग मिठो खाना बाँची स्वर्ग यही रहेछ गाइस है के जग्गा तर मलाई त बिस्तारै आउँदै गयो यार बहुत खान्छु जस्तो लाग्यो को खाएर पनि ससेज पनि लोत यार धेरै बनायो क्या ससेज हामीले दोष ससेज चाहिँ अब चाहिँ सकिन धेरै भयो क्या 2 प्याकेट बनाइदिएको क्या सबै
एकैचोटि बनाइदिएँ खान सोच्दैछु त मान्छेको मन हो कि लोभी हुँदो रहेछ बहुत खान्छ नि खानुपर्छ जस मलाई त बिस्तारै बिस्तारै पुग्न लाग्यो यार यति त सक्नु पर्यो नि योसँग हानेको बाइट चाहिँ बबाल मिठो रहेछ स्टिलको यार चपस्टिक पनि लास्ट छिप्दिनु भने होइन है काठको भए चाहिँ ठिकै हुन्छ र यो त अलिक चिप्लिँदो रहेछ क्या अलिक छिप्दिनु त्यसै पनि ठिक छ चलिरहेको भएर अगाइसक्यो तर पनि सकाउनु पर्यो भगवान मिठो दोस्त टिस्यु दिन्छौ धन्यवाद धेरै चाहिँ खान सकिँदैन रहेछ या अब नेक्स्ट मुखबाङ चाहिँ केमा गर्ने दोस्त नेक्स्ट अब के हुन्छ अब चटपट गिलो चटपट हान्नुपर्छ दोस्त नेक्स्ट चाहिँ है गिलो चटपट आज चाहिँ अलिकति धेरै नै बनाएको थिएँ ससेज पनि लोड बनायो खासा खान सकिनँ चौचौ पनि 5वटा कि 6वटा बनाएको थिएँ त्यही भएर खान सकिनँ धेरै नै बनायो क्या स्टुडियो छेउ पिरो हुन्छ कि भनेर स्टुडियो ल्याएको को खाएर चाहिँ हराउँदो रहेछ आज त छुट्टो यार अब त सक्दैन नि अघि नै भइरहेको थियो नि लोड खान्छ भने आज त नछुट्टा कि त्यस्तो हो नि दोस्त यो चाहिँदैन यहाँ मलाई तिमी नै लग दोस्त यहाँ दोस्त गेडीगुडी मात्रै नपठाउने यार गेडीगुडी छुट्याउनु लगाइदियो दोले दिएर ससेज पनि ती 3टा रहेछ म चाहिँ खान सक्दिनँ दोस्त ससेज चाहिँ यतिकै छोड्नु जाँदो रहेछ कहाँ सक्नु भने दोस्त कहाँ हाल्यो र भने खोल्तीमा हाल्यो र त्यो माथिबाट त्यो अम्लेट टाइपको त्यो हाफ बोइल अम्लेट चाहिँ बबाल मिठो भएको थियो अब ससेज पनि त्यस्तो खासै खान नसकिँदो रहेछ भोक लागेको थियो कत्रा खानु जस्तो लाग्यो खाना दोस्त अझै पनि कन्टिन्यू हो दोस्त अझै पनि हान्न सक्छ होला है तिमीले ए हान्न त फेरि डह्रो हो नि फेरि दबाएर यो 3टा पनि है फेरि त्यो सक्दैन यार सक्नु पर्यो नि त्यो चाहिँ कसले खान्छ म त खाँदिनँ एउटा स्ट्रबेरी हाल्नु पर्यो यार तिमी हानी रह्यो त स्ट्रबेरी गाछ हामी मात्रै होइन यस्तो मुहामा स्ट्रबेरी हान्ने पिरो तर हामी यस्तै त हो नि ब्रो पिरो भयो यार अब थोरै हो दोस्त लास्ट मिठो भयो है यो चौधो मिठो नि दोस्त भोक मिठो नसोचेको भयो आज है पहिलो मुखबाङमै ब्लास्ट हुन्छ क्या अब दोस्त मलाई टिस्यु चाहियो त्यो सरी वाह मैले चाहिँ लगभग सक्यो होला दोस्त अब हो मेरो चाहिँ अब लगभग स्ट्रबेरी चाहिँ खान्छ है गाइस स्ट्रबेरी खान्छु स्ट्रबेरी यहाँ चाहिँ गुलियो छ
एउटा स्ट्रबेरी Mhm. रसिलो खालको है बाबा अब यो चाहिँ खान सकिन्न अब लास्ट है गाइस म चाहिँ लास्ट यो ससेज चाहिँ खान सकिनँ दोष खान सक्छु भने खाऊ नत्र राखिदिउँ अब अनुहारलाई फाल्दा त हुँदैन फेरि अलिपछि खानुपर्छ होइन अब चम्चामा आएन छोडिदिउँ मलाई चम्चाले यो त छोड्दै मुना भन्ने होला कोर्छ ल त गाइस आजको हाम्रो मुखबाङ चाहिँ कस्तो गयो होला हामीले होइन हामी त खाने पनि बिजी भएन कमेन्ट गरिदिनु होला हेरिरहनेहरू हेरेर मलाई मात्र चलाउने भने क्या ट्यापको कमेन्ट हान्ने कि एउटा कमेन्ट हान्ने के जान्छ है एउटा कमेन्ट हानिदिने राम्रो भएको भएन लाइक हान्ने कमेन्ट हान्ने अनि अर्को भिडियो कुरेर भने त्यहाँ फेरि एउटै भिडियो हेरेर फेरि सुत्ने हुने नि होइन र यति भन्दा हामी चाहिँ अब बिदा हुँदै होइन अवस्था सबैजनालाई धन्यवाद हस्त नमस्ते